भने शिक्षकहरूले जो माग उठाएका छन् यिनी पूरा हुनेवाला छैनन्। यदि कसैले सोचेको छ भने त्यो ठुलो भ्रम हो। बरु मैले सम्भावना देख्छु पुलिसले अब लाठीचार्ज गर्छ, सकेकै मान्छे मार्देला, आगजनी गराउला, जस्तो चाहिँ 15 गते तुलकुनीमा जो गर्यो। तर शिक्षकहरूले सारेका सबै माग यिनीहरूले पूरा गर्दैनन्। कारण के यो उनीको कपट मात्रै हो? पुष्पकमल वा शेरबहादुरको कपट मात्रै हो? होइन। राज्यको नीतिमा जो समस्या छ नि, हामी त्यहाँभित्र पसेनौँ भने हामी यो आन्दोलनको चाहिँ तपाईँको अर्थ बुझ्दैनौँ, समाधान हामी बुझ्दैनौँ। एउटा दोस्रो चाहिँ हामीले सबै बुझ्नुपर्ने कुरा के हुन्छ भने, मैले दर्जनौं पटक भन्दै आएको, यिनीहरू नेपाल विरुद्ध, नेपाली विरुद्ध, देशको सार्वभौमसत्ताको विरुद्धमा र नेपालीहरूको चाहिँ तपाईँको एउटा जीवनका विरुद्धमा, सन्तुलित जीवनका विरुद्धमा विदेशी शक्तिले भाडामा प्रयोग गरेर ल्याएका विशुद्ध पेशेवर अपराधी हुन्। शब्द ख्याल गर्नुहोस्, भाडामा भनिरहेको छु मैले। यिनी कोही सामान्य खालका दलाल होइनन्। मलाई मन्त्री बनाइदे, म तेरो यस्तो काम गरिदिउँला भनेर कुनै एउटा दुईटा चाहिँ एजेन्डामा सौदाबाजी गरेर आएका मान्छे मात्रै होइनन्। यिनीहरू नेपाललाई डामाडोल बनाउन र यहाँको मान्छेको जिन्दगी बर्बाद पार्नुको निम्ति भाडामा उनको मिसनमा जोडिएर आएका पेशेवर अपराधी हुन्। त्यसकारणले उनले जो मिसनमा काम गरे त्यो मिसनले आन्दोलनका मागहरू पूरा हुन दिँदैन। अहिलेको कथित लोकतन्त्र, यो विदेशीहरूको बक्सिस तन्त्र, यसले अपनाएको एउटा सिद्धान्त हामीले बुझिरहेका छैनौँ, त्यो शिक्षकले पनि बुझेका छैनन्। जस्तो डाक्टरको पनि त्यही हो। यसले के ठान्छ भन्छ भने, जस्तो काम गर्ने मान्छेहरूलाई अधिकतम रूपमा यसले अस्थायी र करार राख्छ। अल्पकालीन अवधिको निम्ति काम गर्ने कुल्लीका रूपमा परिकल्पना गर्छ नवोदारवादले। यसको उद्देश्य हो अधिकतम पैसा राजस्व बचत गर्ने, त्यो लुटी खाने। यो लुटको सिद्धान्त हो। जस्तो अहिले हजारौं शिक्षकहरू जो अस्थायी करार वा विभिन्न नाममा जो अलपत्र पारिएका छन् नि, यिनले पाउने सेवा सुविधा सत्तामा बस्ने लुटेराहरूले लुटिरहेका छन्। सांसद के? कुन सांसद? सांसद भनेको एनजिओ, आइएनजिओ र व्यक्तिगत दूतावास अब माफियाहरूको फाइल बोक्ने भरिया। देशको निम्ति कामै गर्दैन, गर्न दिँदैन भनौँ। त्यसकारण तपाईँहरू देख्नुहुन्छ नि, कहिले पनि त्यो संसदमा त्यहाँभित्र आएको सांसदले कहिले पनि देशको सार्वभौम सत्ता, अखण्डता, यहाँको मान्छेको जिन्दगी यत्रो बिजोग छ, यसरी बाहिर गइरहेको छ मान्छे, यो विषयमा कहिले छलफल हुन्छ संसदमा? देख्नुभयो? हुँदैन। किन? नीति हो। त्यो नीति हो भन्ने नै हामी बुझिरहेका छौँ। समस्या यहाँ छ। त्यो राज्यको नीति हो भन्ने कुरा जबसम्म बुझ्दैनौँ, किन राज्यको उसले आत्मसात गरेको नीति के हुन्छ भने त्यो विदेशको काम गर्ने। केपी ओली कहिले प्रधानमन्त्री बन्न सक्थे? पुष्पकमलहरू बन्न सक्थे? बाबुराम बन्न सक्थे? माधव नेपाल बन्न सक्थे? असम्भव। वो त उनको मिसनको पाठ पूर्जा भएको हुनाले यहाँसम्म ल्याइदिएको। अनि त्यसले देशको निम्ति काम गर्छ। हामी कस्तो सोच सोचिरहेका छौँ?